वाटर बल त्यसरी खोल्ने हो ल फेरि बन्द गरेर अब खोलेर देखाइदियो सिट बेल्ट लायो खै देखाइदेऊ नाइस गुड जब आज बेलुका सानी लेक साइड जाने हो हुन्छ लेक साइड जानु मन लाग्छ कि यहाँ घर मामा घर आउने कि लेक साइड जाने लेक साइड जानु मन लाग्छ लालाजी के छ लालाजी टोक यही हो लालाजीले कसलाई लिफ्ट मागेर बाटोमा पछाडि हिँड्दै पक्कै एउटा फ्यान नै होला आजकल एडभान्टेज भयो लालाजी जहाँ पुगे पनि लिफ्ट पाइने के पैसा कतै खर्च हुन्न अझै टी सर्ट पनि बेच्छ लालाजीले जेस इज गेटिङ रियली पपुलर मर्निङ ओट्स ब्रेकफास्ट कहाँबाट यत्रो खसी आयो भने यहाँ मैले होइन त्यहाँ रहेछ टुडे इज द डे मेरो बुढी बच्चाहरू सबै आज घर आउने अहिले त मेरो सेकेन्ड बेबी भएर बुढी स्टिल माइत थियो ससुराली पनि आयो अन्त बिहान पनि आएको फेरि आउँदैछु अब चाहिँ लन्च खानालाई दिउँसो यहाँ इन्भाइट पनि थियो दिउँसोको 12:30 भइसक्यो मम्मीहरूलाई त खाएर बसिसक्नु रहेछ मै ढिलो भएछ त्यसपछि छिटो खाएर धेरै काम बाँकी छ अनि अहिले गाडी बोलाउनु छ कहाँ गयो बुढी मैले मलाई यो 3 वर्षको चाहिँ टो सिरियल अनि नट्स पाउडर आधा किलो अनि 3 वर्ष 98151 हजुर थ्याङ्क यू हजुरहरू पनि कोही यङ ड्याड मम हुन्छ पोखरामा भने मैले चाहिँ सानैबाट यो मामु छोरी फुड्स भनेर छ हजुरहरूले टिकटक चलाउनेहरूले त थाहा नै छ होला बिन्जु श्रेष्ठको यहाँ बिरौटामै छ यिनीहरूको अफिस अहिले गएको ठाउँमा त्यहाँ चाहिँ यो लिटो सिरियलहरू नट्स पाउडरहरू सबै पाइन्छ बच्चाको खानेहरू जहाँ चाहिँ अर्ग्यानिक फुडहरू भयो कि यो बजारमा त अब यो नेस्लीको सेरेलेकहरू त्यस्तोहरू हुन्छ त्यसमा चाहिँ सुगरको कन्टेन्ट चाहिँ एकदम हाईहरू त्यस्तो हुन्छ अर्को ट्राभल फुड भन्ने छुट्टै हुन्छ जो चाहिँ ट्राभलिङ गर्दा चाहिँ हामीलाई यस्तै पानीमा मिक्स गरेर छिटो खुवाउनलाई कि कोही अब हामीले पोखरादेखि काठमाडौँ कि विदेशै जानु लाग्यो भने ट्राभल फुड पनि एकदम एसेन्सियल कुरा हो है त्यो पनि यहीँ किन्न आउँथेँ म सानी बोतल खै त नि वाटर बोतल ब्यागमै छ बहिनी त दिदी देख्ने बित्तिकै हाँसिहाल्ने दिदी बहिनी हक गरेको एउटा बेड पनि गयो त्यो 2-4वटा यो साइकल प्लास्टिकहरू हालिदिउँ है हो यो त्यहाँ भयो यो कुनामा गयो सेकेन्ड यो हामी के यो 5 नम्बर गल्ली देख्नु छ नि 5 नम्बर स्ट्रिट 5 भयो भने 5 को यता छैन चाइनिज गार्डन छ हजुर बाई 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 भन्देऊ ल खान्छ एकछिन हेल्प चाहिने हो अब
ओहो सबभन्दा हलुङ्गो बोकेर आएको अहिले त्यो काम गरे जस्तो खिलाउने अनि त्यसपछि चाहिँ त बनाउन खाने ल जिउ गरिदियो आमा जिउ गर्छु अहिले यहीँ राख्दै हुन्छ भुइँमा सानोको याद आउँदो रहेछ के सानोमा म सधैँ क्रिकेटको चाहिँ एकदम फ्यान थिएँ बरु सानोमा बरु फुटबल त्यस्तो हेर्थेन मैले क्रिकेट चाहिँ यस्तो धेरै खेल्थेँ है हाम्रो घरकै सानोको यता वसुन्धरा पार्कमा कति धेरै खेल्थेँ अहिले अरू बच्चाहरू यस्तो खेलेको बेला चाहिँ मेमोरिज दिन्थ्यो खरे चाहिँ मैले मेरो सासु आमालाई छोडेर आएँ मैले यहाँ घरमै ड्रप गर्न आउनुभएको थियो त्यही हो अहिले बिचरा यत्रो 4-5 महिना आरुलाई हेरिराख्नु भएको थियो सबै केही गर्नै पर्थेन बुढीले बिहान उठेर सब टेक केयर गरिदिने लेखेर उस खुवाउने अनि मेरो त सानीलाई पनि खुवाउनेदेखि लिएर हेरचाह गर्नेदेखि लिएर सब मम्मीले गर्नुहुन्थ्यो अब यो 4-5 मन्थ्स पछि बल्ल यहाँ घरमा छोड्नु पर्दा र एक्लै हुँदा जस्तो हुन त उता बुढीको बहिनी पनि छ त्यही पनि घरमा चाहिँ सुनसान हुने भयो बच्चाले कति अकुपाइड भइराख्नुहुन्थ्यो त्यही हो इट्स पार्ट अफ अ जर्नी लाइफ भने त्यस्तै हो अब हाम्रो पो रेस्पोन्सिबिलिटी बढ्यो है अरूभन्दा नि मेरो रेस्पोन्सिबिलिटी बढ्यो अहिलेसम्म चाहिँ मलाई आनन्द थियो 5 मन्थ्स यताउता बेलुका जता भयो नि त्यतै निस्किन मिल्थ्यो चाहिँ 2-2वटा छोरीहरू टेक केयर गरेर बस्नुपर्छ विस मी लक गाइज मैले चाहिँ भ्लग चाहिँ यही भएर नै कन्टिन्यू गर्छु भन्ने भएको आजकल अब यस्तै बेलुका चाहिँ अब छोरीहरूलाई हेर्छु दिनभरि खिच्छु समथिङ केही न केही भए पनि खिच्छु अनि बेलुकातिर एडिट गर्छु टाइम लाग्छ मेरो एडिटलाई चाहिँ मैले अलिक टाइम ल्याप्सहरू हाल्न खोज्छु म्युजिकको होइन यताउता गरेर मेरो भ्लग नि नर्मल्ली चाहिँ यस्तै 50 मिनट्स टु 1 आवर जस्तो चाहिँ नर्मली भइरहेको हुन्छ मेरो भ्लग नै तर मैले त्यसलाई काटेर चाहिँ अलमोस्ट 10 to 12 मिनट्स जस्तो बनाउँछु किन चाहिँ आफैलाई हेर्दा पनि मलाई इन्ट्रेस्टिङ होस् के यो सबै राखेर चाहिँ मान्छेले स्किप हुनुभन्दा 10 मिनट्सको छोटो मिठो भ्लग जस्तै टिकटकको कन्टेन्ट भन्नु न मान्छेको हेड अफ स्पेस नै लामो हुँदैन क्या आजकल चाहिँ छोटो कुरामै यस्तो स्वाइप गर्दैन मन लाग्छ कि युट्युब पनि त्यही भइसक्यो आजकल के यसो हेऱ्यो अनि अलिकति बोरिङ जस्तो लाग्यो भने हामीले स्किप गरिदिइहाल्छौँ द्याट्स वाइ मलाई चाहिँ यस्तै बरु बोरिङ पार्टहरू जस्तो यस्तो हटाइदिएर चाहिँ बोलेको पनि त्यस्तो बोलेको हुन्छ नि त्यो केही राख्दिनँ मैले डाइरेक्ट काटेर पोइन्टको कुराहरू मात्रै राखिदिएर चाहिँ भ्लगहरू चाहिँ राखेको हुन्छ त्यही भएर मेरो भ्लग चाहिँ त्यस्तो अनि मलाई खास यस्तै टाइपले कन्टिन्यू गर्न नै मन लाग्यो आफूले हेर्दा पनि इन्ट्रेस्टिङ होस् भनेर त्यही हो अब बेलुका पनि भयो यो भ्लग गरेर एडिट पनि गर्छु बेलुका अब छोरीहरूलाई टाइम पनि दिनु पर्यो र यसै गरी आजको भ्लग पनि यहीँ सकिन्छ भ्लग नम्बर 55 भ्लग 55 पुगिसकेछ ल सी यू गाइज